जीवनमा एउटा कुरा धेरै महत्त्वपूर्ण छ, घरभित्रको सम्बन्ध र घर बाहिरको इज्जत। हामी जति पनि सफल बनौँ, घरभित्र शान्ति छैन भने बाहिरको चमकको कुनै अर्थ हुँदैन। हर घरमा कहिलेकाहीँ झगडा हुन्छ, कसैको स्वर उच्चो हुन्छ, कसैको आफ्नो अहङ्कार। तर सम्झनुहोस्, घरको झगडा घरमै उम्रिन्छ, तर बाहिर पोखियो भने त्यो आगो कहिल्यै हुँदैन। आजकल सानो कुरामा पनि धेरै मानिस आफ्नो जीवनसाथीको कमजोरी अरूले सुनाउन रुचाउँछन्। कहिले साथीलाई, कहिले छिमेकीलाई, कहिले अपरिचित मानिसलाई पनि। तर एकपटक ध्यान दिनुहोस्, तपाईँले बोलेको एक वाक्य अरू कोहीको लागि एउटा गफ हो, तर तपाईँको घरको लागि भविष्यको ठुलो समस्या हुन्छ। कहिलेकाहीँ श्रीमानहरूले आफ्नी श्रीमतीको स्वभाव, रिस, कमजोरीहरूलाई हाँसो ठट्टा गर्दै सुनाउँछन्। तर सोच्नुहोस्, जो मानिस तपाईँको जीवन बाँड्ने साथी हो, जो दुःख सुखमा साथ दिन्छ, उसको सम्मान बाहिर किन बेच्नु? साँचो पुरुषत्व चर्को स्वरमा होइन, बरु आफ्नो घरको कमजोरीलाई संसारबाट बचाउनमा देखिन्छ। सम्बन्धको सबैभन्दा ठुलो आधार के हो भने विश्वास, गोपनीयता र एक अर्काप्रति सम्मान। यी तीनवटा कुरा फुट्यो भने सबैभन्दा बलियो घर पनि भत्किन धेरै समय लाग्दैन। सम्झनुहोस्, श्रीमती तपाईँको जीवनमा आएको एउटा जिम्मेवारी मात्रै होइन, ऊ तपाईँको घरको सम्मान हो, तपाईँको इज्जत हो, तपाईँको भविष्यमा लगानी गरेको प्रेम हो। कहिलेकाहीँ आपसमा बोलाइ हुन्छ, तर्क वितर्क हुन्छ, तर त्यही कुरालाई बाहिर सुनाएर आफ्नो घरको रहस्य अरूको गफ बनाउने त्यो कमजोरी हो, शक्तिशाली शक्ति होइन। दुनियाँमा धेरै कुरा अरूलाई सुनाएर हल्का हुन्छ, तर घरको कुरा भने चुप लागेर विवेकले सम्झेर आपसमा बसेर मिलाउँदा मात्र हल्का हुन्छ। बाहिरका 100 जनाले तपाईँको घर चलाउँदैनन्, घर चलाउँछ 2 जनाको समझदारीले, 2 जनाको सम्मानले र 2 जनाको मौन गोपनीयताले। यदि तपाईँ कहिल्यै आफ्नो श्रीमतीको कमी अरूलाई सुनाउनुहुन्छ भने भविष्यमा तपाईँ नै पीडित बन्ने सम्भावना हुन्छ। किनकि संसार त हेर्छ, सुन्छ, आलोचना गर्छ, तर समस्यालाई समाधान चाहिँ तपाईँ 2 जनाले मात्र गर्नुपर्छ। त्यसैले आजदेखि एउटा प्रतिज्ञा गर्नुहोस्, घरको कुरा घरमै राखेर भावनालाई नियन्त्रण गर्ने, आफ्नो जीवनसाथीलाई संसार अगाडि होइन आफकै अगाडि सम्मान दिने। किनकि बाहिर जति इज्जत बनाउनुहोस्, सबैभन्दा ठुलो इज्जत त तपाईँका आफ्नै घरभित्र बस्छ। आफ्नो जीवनसाथीलाई सम्मान दिनुहोस्, उसको रहस्य सुरक्षित राख्नुहोस्, उसको मन नथिच्नुहोस्, उसको कमजोरी अरूलाई नदेखाउनुहोस्। हस् त, नमस्कार।